तपाईँ यसपटक जेलमा पर्नु भएको चाहिँ 2061 वैशाख 31 गते महाराजगञ्जको पानीपोखरी स्थित चाइनिज चुफाङ रेस्टुरेन्टमा चक्रविलनमाथि साङ्घातिक आक्रमण जसमा खोडा प्रहार गरिएको भनिएको थियो होइन, त्यो घटना के थियो? अब एक्चुअली खास भन्ने हो भने चाहिँ के छ भने खासै यो केसलाई चाहिँ पोलिटिकलाइज गरिदिएको मात्रै हो, केस के पनि होइन। चक्रेको दुश्मन यति धेरै छ कि त्यसलाई मैले खोज्दै हिँड्नुपर्छ। मेरो त त्यो दुश्मन पनि होइन, किनकि मेरो बिजनेस, मेरो पोलिटिकल क्यारियरदेखि त्योसँग केही पनि मिल्दैन। तर त्यहाँ के हुँदो रहेछ भने सबभन्दा विरोधमा म बसिरहेको थिएँ त्यो बेला। उनीहरूले केही गर्यो भने हामीलाई आएर भन्थ्यो, व्यापारीहरूले हामीले फेस गरिदिन्थ्यो। त्यस्तो भएर चाहिँ नाम पोल्नु त सजिलो भयो, मेरो नाम चाहिँ हालिदियो। तर मेरो साथसाथमा जब 9 जना अरू मान्छेको नाम पनि छ, मलाई चाहिँ गणेश लामा, नेपाली भाषामा के भन्छ प्लानर भनेर हालिदिएछ। अनि 9 जना मुख्य योजनाकार चाहिँ मलाई हालिदिएछ। अनि मान्छेको नाम छानी 9 जनाको अर्कोमा हालेछ। अब मैले गणेशहरू, तीर्थहरू भने यिनीहरू चाहिँ कस्तो भने एकदम जुनियर भाइहरू हो, यिनीहरूको आफ्नै काममा यिनीहरू बिजी हुन्छ। अब त्यसरी हामीले यो गर्नु पनि पर्दैन। तर यसको दुश्मन यति धेरै छ कि अब पहिला त मैले के पनि भन्थेन, अब अहिले त हामीले कैदै काटिसकेपछि त हामीले त नाइ किन भन्ने हो भन्नु सक्छ नि त, तर नगरेको काम किन आवा हो भन्ने। तर यसको यति धेरै विरोधीहरू छ कि यसलाई कसले हान्छ यसलाई थाहा हुँदैन। यहाँ जहिले पनि तपाईँले हेर्नु 20 जना 30 जनामा देख्छ नि त, कारण थियो त हामी जहाँ पनि एक्लै जान्छु त, किन 20 जना चाहियो हामीलाई? यो एक्लै जानै सक्दैन यिनीहरूले यति मान्छेलाई दुःख दिएको हुन्छ कि त्यो कुन मान्छेले कहाँ चाहिँ एट्याक गर्छ थाहा हुँदैन। तर सरकारलाई सजिलो, अब हामीलाई फसाउनलाई पनि सजिलो। अब ट्याक्कै त्यसलाई फेरि एमालेको सरकार आइदियो, हामी मुद्दा दर्ता गरिदियो। 42 डेज पछि दर्ता गरेको मुद्दा हो। जुन बेला माधव नेपाल प्राइम मिनिस्टर भएर आयो अनि मुद्दा दर्ता गरेको, दर्ता भएको थिएन मुद्दा। त्यो वैशाख 31 गते घटना हो, त्यसको 3 दिनपछि मात्रै मुसुल्क उठाइएको थियो होइन त्यो घटनाको? त्यति साह्रो त मलाई थाहा छैन। मेरो नाम चाहिँ 42 दिनपछि मात्रै हाल्यो आरामले, उसो खाल्ने भन्दै थप्दै 9 जनामा 5-6 जना त तिनीहरूको त्यो चक्रेको आफ्नो मेन मान्छेको छ नाम। त्यसलाई जसलाई चित्त बुझेन उसको नाम हालिदिएको छ क्या। त्यो केटाहरूले चाहिँ सफाइ पायो, गणेशहरूले पनि सफाइ पायो। तर हाँसउठ्दो कुरा चाहिँ अब नेपालमा योजनाकार चाहिँ 5 वर्ष बस्नुपर्ने, हान्यो भनेको मान्छेहरू चाहिँ सफाइ पाउने, कस्तो ल एन्ड अर्डर होला नेपालमा तपाईँहरू आफै बुझ्नुहोस्। त्यो न्यायाधीश कस्तो होला? अब नेपाल हो, अलिकति चित्त नबुझ्यो भने जसलाई पनि जे पनि गर्न पाइन्छ। अब यिनीहरूले पावरमा भएको, यही पावर मिसयुज गरेर त आज देशको हालत यस्तो भएको हो।